हेलो गाइजहरु, हामीले चाहिँ आज चाहिँ हामी बिम लाउने भनेर रेडी भइसक्यो। सबै रेडी भइसक्यो। फुल लोडिङ हुँदैछ। अब चाहिँ कसरी हामी बिम लाउँछौँ भिडियो पुरा हेरिदिनु होला। आज निकै गर्मी छ, यहाँ सबै फुल लोडिङ हुँदैछ। अब बिम लाउने हो। केटाहरू चाहिँ अर्को साइडमा हुन्छ, अब आउँदैछन् त्यस पछाडि हामी काम गराउने काम गर्छौँ। ल एउटा बिम चाहिँ हाल्यो होइन, एउटा बिम हाल्यो। यहाँ काम हुँदैछ। हामीले चाहिँ बिम लगाइसकेका छौँ। यहाँ बिम लगाइसकेका छौँ, एकपट्टि अर्कोपट्टि पनि बिम लगाइसकेका छौँ। अब यहाँ बिचमा लाउनु भएको छ। अब बिचमा अहिले लाउने हो। हामीले चाहिँ बिमहरू लगाइसकेका छौँ। यो ठ्याक्कै बिम हो, यो बिचको हामीले बिम लगाइसकेका छौँ। अब हामी यसमा प्लेन्स ठोक्ने हो। शीतलै छ आज, जस काम गर्ने मौसम राम्रै छ। हामीले बिम लगाइसकेका छौँ। बिम लगाइसकेका छौँ। अब यसमा फुल होल्डिङ गर्नु छ। अब म फुल होल्डिङ गर्छु। म चाहिँ फुल होल्डिङ गर्दैछु। अब यहाँ तिनवटा बाँकी छ। यहाँसम्म सिडीदेखि यता तिनवटा बाँकी छ, त्यहाँदेखि पर चाहिँ सिद्ध्याएको छु। अब अझै छ। यहाँ यो बिचकोमा 5वटा पिलर छ, त्योभन्दा अगाडि 7वटा पिलर हो। अब फुल होल्डिङ गर्दैछु। हामीले चाहिँ फुल होल्डिङ काम सकेका छौँ। अब देख्न सक्नुहुन्छ उहाँ अन्तिम एउटा बाँकी छ, अरू सबै सक्यो। यहाँ बिमहरू पनि लगाइसक्यो। अब भोलि टक्क क्रेनले उठाउने हो। क्रेनले उठाउने हो। माथि लगाएको अरे लाउने हो। यता बनाएको छ, त्यो माथि लाउने हो। हामी चाहिँ यहाँ काम गर्छौँ। यहाँ 9 फिटमा एक तलै अफिस रुम अरे, अनि उता चाहिँ स्टाफहरू रुम। यहाँ हामी काम गर्दैछौँ। केटाहरू धमाधम होल्डिङ गर्दैछन्। यहाँ पाइप जोड्दैछौँ हामी। यहाँ सबै रेडी बनाएको छ। आज चाहिँ हामीले यति काम गऱ्यौँ। 2-3 दिनमा काम गरेको म तपाईँहरूलाई देखाउँदैछु। यहाँ आज जति गरियो यो पाइपहरू हालेको हामीले यहाँ रुमको लागि, रुम स्टोरको लागि। अब सबै रेडी छ। अब यो भोलि क्रेनले उठाएर माथि राख्ने हो।